आन्तरिक भावलाई व्यवस्थित गर्ने सन्दर्भमा चुनावको तयारी जसले कुनै व्यक्तिले संविधान प्राप्त गरे जुन संविधानको तहत आज सबै राजनीतिक दलले छाडीमा हामी छौँ सुशील कोइराला र सङ्घको दलले आज म स्मरण गर्न चाहन्छु र तपाईँ प्रत्येक साथीहरू खास गरी बाँकीका साथीहरू देशभरका साथीहरू जिम्मा त सधैँ छ ग्रुप चिन्हलाई विजय गराउने सन्दर्भमा लाग्नुपर्ने दायित्व त सधैँ छ र बाँकीका साथीहरू सबभन्दा दृढ ढङ्गले सङ्कल्प गर्नु जरुरी छ जुन माटोबाट उत्पादित भएर नेतृत्व गरेर देशलाई संविधान सुशील कोइरालाले दिनु त्यो संविधानलाई बलियो बनाउनको लागि ग्रुप चिन्हलाई बलियो बनाउने जिम्मेवारी सबभन्दा बढी बाँकी जिल्लाको छ त्यो लगायत हामी साथीहरू तपाईँहरूलाई 5-7 वटा कुरा क्रमशः